हेलो साथीहरू, आज हामी तपाईहरुलाई एउटा नौलो ठाउँको नयाँ दृश्य देखाउँदैछौँ र आज हाम्रो यात्रा भनेको नेपालकै एउटा चाहिँ सौन्दर्य एकदम आकर्षणको भन्दै गर्दा पनि खेर जाँदैन, सौरा जाँदैछौँ र हामी केही समयमै सौरा पुग्नेछौँ र त्यहाँका दृश्यहरू देखाउँछौँ तपाईहरुलाई। अहिले भने हामी भरतपुर एयरपोर्ट नजिक छौँ। यो पछाडि सुदीप बाबु, यो तपाईको दाहिनेपट्टि साइडमा एयरपोर्ट छ, ट्याक्कै भरतपुर एयरपोर्ट है। अब हामी लगभग सौरा चोक पुग्न लागिसक्यो। हेर्नुहोस् त कति सुन्दर छ नेपालको चाहिँ तपाईको सडक। अहिले ल हामी अहिले सौराबाट चोकबाट भित्र पस्यौँ र सौरातर्फ जाँदैछौँ। नजिकै सौराको नजिकैको गेट हो। ल हेर्नुहोस्, हामी चाहिँ अब यो सौरामा चाहिँ हात्ती प्रशोधन केन्द्र भन्छन्। यो चाहिँ हात्तीका बच्चा जन्माउने र यसलाई चाहिँ पालन पोषण तालिम दिने ठाउँ भनिन्छ यसलाई। यो चाहिँ लगभग यो माउतेहरू बस्ने चाहिँ क्वार्टर यहाँ यो चाहिँ है। हेर्नुहोस् यो रासन स्टोर तिरमै छ है। तपाईँ यहाँ आउनु भएको छ कि छैन साथीहरू भन्नु होला है, र नआएको भए पनि एकचोटि भिजिट गर्नु होला। बडा आनन्द आउँछ यो चाहिँ सौराको तपाईँको। हेर्नुहोस् यो पुरै तपाईँहरूलाई देखाउन गएको छु। यो हेर्नुहोस् मयूर है, हात्ती बाँधेर राखेको हुन्छ। हेर्नु न बनकुखुरा, हेर्नुहोस् सबै बनकुखुराको गाउँमा पालेको जस्तो गरेर चाहिँ हेर्छन् है। ल्याएर पाले, हेर्नुहोस् त बनकुखुराको पाले के रमाइलो है। यो बच्चो है, यो चाहिँ बच्चा हात्ती, ठुलो हात्तीको बच्चा। यहाँ चाहिँ फेरि सबै पोथी हात्ती मात्रै हुन्छ है। तपाईँको यो नेपाल सरकारले यो कतार हात्ती पठायो भनेर सुन्नुभएको थियो नि, त्यो यहीँबाट हो। यी सबै सरकारी हात्ती हो। ल हेर्नुहोस् यो सौरामा गैडा, हेर्नुहोस् त गैडा यसरी चाहिँ खुल्याम हिँड्छ है गैडाले। हेर्नुहोस् यसलाई, यो आफू